झापामा यो विश्वमा रहेका आदिवासी समुदायको लिम्बू याक्नुहरूको एउटा संस्था आजभन्दा 36 वर्ष अगाडि अर्थात् 2046 सालमा स्थापना भएको र यो संस्थाको चाहिँ प्रत्येक 3 वर्षमा चाहिँ एकचोटि राष्ट्रिय महाधिवेशन गरेर अघि बढ्नुपर्ने संस्थागत विधान छ र त्यही अनुरूप चाहिँ यसपालि हामी विक्रम सम्वत 2082 साल चैत 12, 13 र 14 गते 3 दिवसीय रूपमा चाहिँ हामीले यो झापा जिल्लाकै सुदूर दक्षिण अथवा पुरानो सहर भनेर चिनिने झापा जिल्लाकै सदरमुकामको रूपमा रहेको चाहिँ यो भद्रपुर नगरीको डेग्लो होटलमा चाहिँ हामीले सम्पन्न गरेका छौँ र यो महाधिवेशन विशेष गरेर हामीले झापामा चाहिँ केन्द्रीय चाहिँ महाधिवेशन विक्रम सम्वत 2063 सालमा पहिलोपटक 6औं महाधिवेशन हामीले सम्पन्न गर्ने व्यवस्थापन गर्ने अवसर पाएका थियौँ। त्यतिखेर चाहिँ झापा जिल्लाकै सुदूर के भन्छ पश्चिम दमक नगरीमा सम्पन्न भएको थियो भने करिब 20 वर्ष पछाडि हामीले दोस्रो पटक 12औं राष्ट्रिय महाधिवेशन चाहिँ सम्पन्न अवसर पाएका थियौँ। यहाँ चाहिँ करिब देश विदेशका गरेर 300 जना भन्दा बढी प्रतिनिधि पर्यवेक्षकहरूको उपस्थिति रहेको थियो र अहिले अस्तित्व र पहिचानको विषयमा चाहिँ विशेष गरेर मुकुमलुङ सङ्घर्ष सम्बन्धीको प्रदेश नम्बर 1 को नाम चाहिँ लिम्बुवान किराँत हुनुपर्छ। लिम्बुवान किराँत यदि भएन भने 8औं प्रदेशको रूपमा चाहिँ लिम्बुवान 9 जिल्लालाई घोषणा गरेर जानुपर्छ भन्ने आदि इत्यादि धेरै के भन्छ कार्यपत्रहरू विषयगत रूपहरू पारित गर्ने यसपालि चाहिँ महाधिवेशन सम्पन्न भएको छ र अन्तिममा गोविन्द बहादुर आङ्गुहाङको नेतृत्वमा 39 कार्य समिति चयन गर्दै चाहिँ यसपालिको महाधिवेशन अत्यन्तै भव्यता सभ्यता र अत्यन्तै भव्य सभ्य रूपमा चाहिँ सम्पन्न भएको छ र मलाई लाग्छ यो सबैले चाहिँ नै भद्रपुर नगरीमा लिम्बूहरूको बसोबास छ कि छैन कसरी सम्पन्न छ एक प्रकारले दुर्गम ठाउँ हो कि भन्ने कुरा चाहिँ वास्तवमा होइन रहेछ भन्ने विषयकै प्रतिनिधिका चाहिँ नै हाम्रो लिम्बू याक्नुहरूले चुम्लुङ कर्मीहरूले बुझेर गएका छन्। यसले मलाई लाग्छ हामी व्यवस्थापन गर्नेहरूले आफ्नै तरिकाले देख्दाखेरि अहिले एक प्रकारले राज्यमा चाहिँ अस्तित्व र पहिचानको सन्दर्भमा विशेष संस्थाले बोक्नुपर्ने भूमिकाहरूको बारेमा चाहिँ राम्रै सन्देश दिइरहेको छ भन्ने चाहिँ मलाई लाग्छ।